हामीले समुदायमा कुनै सर्भिस दिइरहेछौँ भने त्यो सर्भिस कतिको एक्सेप्टेबल छ भन्ने कुरा चाहिँ बहुत महत्त्वपूर्ण कुरा हो होइन। यदि एक्सेप्ट नै गर्दैनन् सेवा लिने मान्छेहरूले भने त्यो सर्भिसको पनि औचित्य खासै नरहला। यही सन्दर्भमा चाहिँ यो परम्परागत उपचार पद्धति र यो आधुनिक मानसिक स्वास्थ्य सेवा यो यो मोडर्न जुन हेल्थ सर्भिसेसहरू छ त्यसलाई कसरी चाहिँ हामीले सम्मानजनक रूपमा चाहिँ ल्याउन सक्छौँ होला, कसरी यो दुईटा कुरा जोडिन सक्छ होला, जोडिनु त पर्छ होला, कसरी चाहिँ हुन सक्ला भन्ने चाहिँ अनुराधाजीको कुरालाई लिँदै मैले गणेशजीलाई राखेँ। धन्यवाद। कस्तो एउटा राम्रो ब्याकग्राउन्ड उहाँले तयार गरिदिइसक्नु भएछ र मलाई कुरा गर्न सजिलो भयो। यो हामीले कुरा गर्दै गर्दाखेरि चाहिँ जस्तो कम्युनिटी मेन्टल हेल्थ भन्दै गर्दाखेरि र बेसिक यसको मोडल्सहरूको कुरा गर्दै गर्दाखेरि म यो कन्फरेन्स प्रिपेयर गर्दै गर्दाखेरि चाहिँ मोडल्सहरू हेरिरहेको थिएँ। अनि मोडल्सहरूमा चाहिँ जस्तो कोलाबोरेटिभ केयर मोडल र कम्युनिटी इन्गेजमेन्ट मोडल भनेर दुईवटा मोडल चाहिँ एकदमै इम्पोर्टेन्टली मैले पाएँ। अनि त्यसमा दुइटैले के भन्छ त भन्दा इन्गेजमेन्ट र कोलाबोरेसन होइन। हामी इन्गेजमेन्टको कुरा गरिरहेछौँ, कोलाबोरेसनको कुरा गरिरहेछौँ, अनि कहाँको त भन्दा कम्युनिटीको। अनि कम्युनिटीमा के भइरहेछ त भन्दा फेथ बेस्ड प्र्याक्टिसेसहरू, ट्रेडिसनल प्र्याक्टिसेसहरू भइरहेछ भने हामी त्यसलाई कोलाबोरेटिभली काम नगरिकन त कसरी सक्छौँ र होइन। सो महत्त्वपूर्ण कुरा चाहिँ आई थिङ्क द फर्स्ट स्टेप भनेकै यो ट्रेडिसनल हिलिङ मोडालिटिजहरू अथवा अझ अल्टरनेटिभ हिलिङ मोडालिटिजहरू भनेर भनिन्छ होइन। अल्टरनेटिभ हिलिङ मोडालिटिजहरू एक्जिस्ट गर्छ र उनीहरूलाई पनि हामी इक्वली रेस्पेक्टफुल भएर हेर्नुपर्छ भन्ने चाहिँ आई थिङ्क पहिलो कुरा हो जस्तो लाग्छ होइन। हामीले चाहिँ अब ट्रेडिसनल हिलिङ मोडालिटिजहरू के छ त तपाईँहरूले आफ्नो कम्युनिटीमा देख्नुभयो होला। म अर्थक्वेकको टाइममा चाहिँ पोस्ट अर्थक्वेक चाहिँ मैले काभ्रे डिस्ट्रिक्टमा एकदमै धेरै काम गरेको थिएँ। त्यो बेलामा चाहिँ मैले धेरै ट्रेडिसनल हिलिङ मोडालिटिजहरू चाहिँ त्यो बेलामा एक्सप्लोर गर्न पाएँ हुन्छ नि। तर त्यसको मानसिक स्वास्थ्यमा अथवा एउटा इन्डिभिजुअलको समग्र स्वास्थ्यमा भनौँ न, मानसिक स्वास्थ्य मात्रै भन्दा पनि हामीले हेल्थको कुरा गर्दै गर्दाखेरि त मेन्टल मात्रै त भन्दैनौँ, फिजिकल, मेन्टल, इमोसनल, सोसियल अझ स्पिरिचुअल। त्यही भएर बायोसाइको सोसियल मोडल मात्रै होइन, बायोसाइको सोसियो स्पिरिचुअल मोडल भनेर अहिले एकदमै चलिरहेको छ होइन। सो बायोसाइको सोसियो स्पिरिचुअल मोडलबाट हेर्ने हो भने त्यो ट्रेडिसनल हिलिङ मोडालिटिजहरूलाई पनि उत्तिकै गहन रूपमा हेरिनुपर्छ। त्यो चाहिँ आई थिङ्क पहिलो इस्यु हो जस्तो लाग्छ होइन। अनि साइड बाई साइड चाहिँ सबै नट डिनाइङ द फ्याक्ट उहाँहरू चाहिँ हाम्रो समाजमा एक्जिस्ट गर्नुहुन्छ, नट डिनाइङ द फ्याक्ट कम्युनिटीको समुदायको मान्छेहरू चाहिँ आफूलाई सहयोग चाहिएको खण्डमा काउन्सलरकोमा, साइकोथेरापिस्टकोमा अथवा साइकाइट्रिस्टकोमा नगएर पहिला चाहिँ ट्रेडिसनल हिलरकोमा जानुहुन्छ। सो उहाँले भन्नुभयो कम्युनिटीमा काम गर्दै गर्दा हामीले यस्तो पाएको छौँ भनेर। तर द क्वेसन वुड बी अब यसलाई कसरी चाहिँ अझ सम्मानपूर्वक लिएर आउने त भने हामीले चाहिँ म चाहिँ फलानुकोमा गएँ अथवा फुकफाक गर्ने माताजीकोमा गएँ, बुबाजुकोमा गएँ भनेर भन्यो भने हामी के भन्छौँ, कम ग्रो अप 2025मा अथवा 20th सेन्चुरीमा बसेर तिमी त्यस्तो ठाउँमा जाने भनेर भन्छौँ नि त होइन। द्याट्स डिनाइङ द फ्याक्ट। हिजो हाम्रो एकजना साथीले हात उठाउनुहोस् कतिजनाको आमाहरू काम गर्नुहुन्छ भनेर गर्दा धेरैको हात नउठेको जस्तो हो क्या। यो पनि हामीले डिनाइ गरिरहेको फ्याक्ट हो नि त। र यसलाई चाहिँ बरु अझ सशक्त रूपले अगाडि बढाउने क्रममा चाहिँ हामी के गर्न सक्छौँ त, फेरि रिसर्च गर्ने हो कि होइन, रिसर्च गर्दै गर्दाखेरि पनि यसको इफेक्टिभनेस हेर्ने हो कि अथवा यसले कसरी काम गर्छ भनेर हेर्ने हो कि। मैले एउटा रिसर्च पढ्दै थिएँ, त्यसले के भन्थ्यो भने फेथ बेस्ड इन्टरभेन्सन्सहरूले चाहिँ माइल्ड टु मोडरेट मेन्टल हेल्थ इस्युजहरूलाई चाहिँ जस्तो सिम्बोलिक थेरापिजहरू प्रयोग गरेर माइल्ड टु मोडरेट इस्युजहरूलाई चाहिँ सहयोग गर्दो रहेछ क्या। कसरी चाहिँ गर्दो रहेछ त भन्दा मिनिङ मेकिङको प्रोसेसबाट, कथार्सिसबाट होइन, सोसियल कोहेसन इन्हान्स गरेर चाहिँ माइल्ड टु मोडरेट सिभियर इस्युजहरूलाई, मेन्टल हेल्थ इस्युजहरूलाई चाहिँ सपोर्ट गर्दो रहेछ। मिनिङ रिसर्चले पनि देखाएको रहेछ नि त होइन। नेपाली कन्टेक्स्टमा रिसर्च भएको छैन होला। हामी फेथ बेस्ड भन्ने बित्तिकै सुपरस्टिसियस कमान अब हामी मोडर्न मान्छे भनेर हेरिरहेको हुन्छौँ। तर त्यसमा पनि मानसिक स्वास्थ्यलाई चाहिँ प्रवर्धन गर्ने हुन्छ नि, प्रमोट गर्ने किसिमका फ्याक्टर्सहरू त रहेछ नि त। के फ्याक्टर्सहरूले चाहिँ हेल्प गरिरहेछ त भनेर आई थिङ्क आइडेन्टिफाई गर्ने चाहिँ एकदमै महत्त्वपूर्ण इस्यु हो जस्तो लाग्यो। अनि अर्को चाहिँ अब उहाँहरू त मानसिक स्वास्थ्य मेन्टल हेल्थ प्र्याक्टिसनर जत्तिकै कपेबल त हुनुहुन्न होला नि त। देन मेबी ट्रेनिङ दिने होला। एन्ड देन अलरेडी टक अबाउट हामीले ट्रेन गरेको कुनै एउटा स्पेसिफिक प्रोजेक्ट्समा चाहिँ यस्तो ट्रेनिङहरू दिने अवस्था पनि थियो भनेर।
तर त्यो ट्रेनिङहरू कतिको इम्प्याक्टफुल भयो त? त्यस पछाडि इन्टरडिसिप्लिनरी सुपरभिजनमा हामी बस्छौँ कि बस्दैनौँ त? अथवा हामी मल्टिडिसिप्लिनरी टिम भनेर भन्छौँ नि त होइन? त्यसमा त साइकाइट्रिस्ट, क्लिनिकल साइकोलोजिस्ट, काउन्सलर, साइकोथेरापिस्ट मात्रै त होइन नि त होइन? देयर आर सो मेनी अदर डिसिप्लिन्स होला नि त। हो त्यो इन्टरडिसिप्लिनरी रूपले हेर्नु चाहिँ अर्को एकदमै महत्त्वपूर्ण कुरा होला जस्तो लाग्छ। अनि अल्सो यो कुरालाई चाहिँ इन्स्टिट्युसनलाइज गर्न मिल्छ त? जस्तै हामीले चाहिँ अल्टरनेटिभ हिलिङ मोडालिटिज भनेर भन्यो भने नेपाली कन्टेक्स्टमा त घामी झाँक्री भनेर मात्रै भन्छौँ होला, तर विदेशी कन्टेक्स्ट हेर्ने हो भने रेकी अथवा हिलिङ टच होइन, त्यो पनि त अल्टरनेटिभ हिलिङ मोडालिटिज होला नि त होइन? अनि तिनीहरूलाई हस्पिटलमा क्यान्सर पेसेन्ट्सहरूसँग काम गर्दै गर्दाखेरि रेकी हेज बिन कति धेरै ऱ्यान्डमाइज कन्ट्रोल ट्रायल्सहरू छ क्या रेकीको, हामी त्यो गर्न सक्छौँ होला नि त यहाँ पनि होइन? सो नट डिनाइङ, तर त्यसलाई कसरी कुन लेभल अज्ञान म के भन्छु भने त्यसलाई चाहिँ हेल्थको कुरा गर्दै गर्दा हामी प्रिभेन्टिभ, प्रमोटिभ, क्युरेटिभ कुराहरू हेर्छौँ नि त होइन? सबैले चाहिँ ट्रिटमेन्ट, रेकी मे नट बी द ट्रिटमेन्ट होइन, तर रेकीले त प्रमोटिभ कुरा त गरेको छ होला नि त, अथवा प्रिभेन्टिभ कुरा त गरेको छ होला नि त। रेकी जस्तै हाम्रो नेपाली कन्टेक्स्टमा के छ त? त्यसले चाहिँ ओके होइन यिनीहरूले चाहिँ ट्रिटमेन्ट गरे भन्ने होइन होला, तर यसले प्रमोट त गराएको छ होला नि त होइन? तर साइड बाई साइड हामीले इक्जाम्पल अहिले आई थिङ्क भएको च्यालेन्ज चाहिँ के हो त भन्दा हामी ट्रेनिङ दियौँ ल, ट्रेडिसनल हिलिङ मोडालिटिज फलो गर्ने मान्छेलाई ट्रेनिङ दियौँ भने देन दे टेन टु बिकम द डक्टर्स होइन? लिमिटिङ कि ओके तिमीले गर्ने काम के हो, तिमीले केसम्म गर्न सक्छौ, अनि अगेन उहाँले भन्नुभएको जस्तो रिफरलको सिस्टममा चाहिँ रिफरलमा हामी के गरिरहेछौँ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो जस्तो लाग्छ। सो त्यसैले आई थिङ्क बायोसाइको सोसियो एन्ड स्पिरिचुअल प्र्याक्टिसलाई चाहिँ अलिक धेरै प्रमोट गर्न सक्यौँ भने त्यो चाहिँ इन्क्लुसिभ हुनसक्छ जस्तो लाग्छ। अनि होलिस्टिक हेल्थ भनेर हामीले भन्यो नि त, समग्र स्वास्थ्यमा चाहिँ एउटा मात्रै आउँदैन, यो सबै कुरा इन्क्लुड भएर आउँछ। आई थिङ्क अहिलेको लागि चाहिँ मैले यति नै भन्न चाहेँ। धन्यवाद।